छिटो यहाँ पछाडिदेखि क्यामेरा ब्याक हेरौँ त स्वागत छ आई होप हजुरहरू आज म सन्चै हुनुहुन्छ होला भने एकदमै सन्चै छु आज म के गर्दैछु हजुरले मेरो टाइटललाई थाहा लाग्यो है थाहा पाउनु भयो होला आज चाहिँ साथीहरू यता मेरो बुढोलाई मेरो बुढो चाहिँ आज जाने नरुनु के बाई बाई भन्ने त्यो न के हाँसेको र हो न बुढो हैरान होला नि ज्यादा कमेडी फिल्म भन्छ क्या पुस्दैन खै त पुस्दैन त आँसु पनि आफै हुनै सुन्ने आँसु पनि पुस्दैन सहित लाग्यो यो मायाको आधारमा हो यहाँ पछाडिदेखि क्यामेरा ब्याक हेरौँ त म चाहिँ निस्किसकेँ अब चाहिँ बुढालाई छोड्न जाने बुढोसम्म अनि बुढाको चाहिँ यहाँ प्याकिङ भइसकेको छ झोलाहरू चाहिँ उता प्याकिङ हुनेछ अनि म चाहिँ निस्किँदैछु म देखाउने छु के हुन्छ के गर्नु एकदमै मन पर्छ तर आशा चाहिँ मैले देखाउँदैन साथीहरू किन किन यस्तो हल्नु रहेछ हल्नु रहेछ होइन न बुढो पेन छिटो जान निस्किएको आँसु कसरी निकाल्थ्यो यस्तो पानी लिएर आँसु चाहियो भने अङ्कलले सिकाएको क्या अघि होइन अलि धेरै बुझ्थ्यो न ठुलो गाडी हुन्छ Isi sare. Dani bilang tak? Dani. Nana sini sini tu. Sini sini फेरि मिलन चक टाक्के लगाउ ल मलाई पनि ल ल बुझेको नि कसकेर जस्ता करना है नमस्ते रहिराख्दिनु मात्रै बेला ए हामी चाहिँ निस्क्यौँ अब पहिला को जाने हुन्छ हामी चाहिँ हिँड्यौँ गुमा भन न अगाडि भारी छन् ख्याङ मार्न
हामी चाहिँ यता साथीहरू कहाँ बस्नु जानु हजुर फेरि होस् 12 बजे बिच आउँछ आसान के आसान गर्छ त खै कामा खै सिरिस्ती जान्छ हौ जाम हैन हाम्रो झोला साथीहरू नआउनु भएको छ बसपारातिर आयौँ टिकट काट्नै छ ठुले साथीहरू Sita. Nulak झाले मैले हिजो बिहान एक नम्बर साथीहरू बुढानी जानुभयो अनि मैले यता गाडीमा बसिसकेँ बुढो चाहिँ हिँडिसक्नुभयो अनि त्यस्तो राम्रो भिडियो बनाउन सकिनँ साथीहरू अनि मैले चाहिँ आज कस्तो छ त अनि मैले थोरै थोरै भिडियो बनाएको छु हेरेर साथ दिनु होला अब चाहिँ म घरतिर फर्किन लागेको अनि बुढा चाहिँ यस्तो 2 बजी जाने भनेको 81 अब गाडी फेरि उता भेट्नुहुन्न भनेर जानुभयो क्या 12 बजेकोमै अनि एकदमै हतार भयो हामी आउँदा चाहिँ 10:30 बजे आएको थियौँ अनि 11:30 बजे नि आधी घन्टामा कहाँ ल्याउनु यस्तो कामहरू थियो अनि त्यही भएर त्यस्तो राम्रो भिडियो बनाउन सकिनँ साथीहरू अनि मैले चाहिँ के हुन्छ अब घर गएर म चाहिँ हिँड्ने साथीहरू अब बुटोलबाट बुढालाई छोडेर आइसकेँ अनि बुढा चाहिँ जानुभयो अनि म चाहिँ घर आएर कपडा सपडा फेरेर अब चाहिँ म मेरो भिडियो आजको यति नै साथीहरू अरू चाहिँ मैले भिडियो बनाएन अनि म चाहिँ
त्यस्तो रुन्न भनेको हाँस्य आइहाल्यो अरू केही छैन साथीहरू मेरो भिडियो आजको यति नै साथीहरू अर्को भिडियोमा भेट्ने बाचा गरे सबैलाई बाई बाई